गुड मर्निङ। आज मैले चाहिँ धेरै पछि क्यामेरा हातमा साथै लिटरली काममा कति बिजी छु क्या म। आज मेरो एक दिनको बिदा छ। सो त्यो भएको भएर चाहिँ आज म के गर्छु, जे गरे पनि सँगै गरौँ है त ल। कम अलङ। सो यसरी यहाँ पछाडि हाम्रो दराज देख्नुभयो नि तपाईँले, यहाँ पछाडि फलेक। सो हाम्रो गल्लीको स्थिति चाहिँ यस्तो छ अहिले। यिनी बेसिकली दराजहरू हुन्। यसमा चाहिँ 3वटा दराज छ। यिनी दराजहरू चाहिँ खासमा हाम्रो बेडरुममा जाने दराज हुन्। तर अहिले चाहिँ बेडरुममा चाहिँ पुरानो दराजहरू त्यहीँ छ कि अझै। अनि घरबेटीलाई हाम्रो दराज चाहिँ पुरानो भइसकेछ, नयाँ राख्दैन भनेर भनेको। अनि उसले चाहिँ मान्छे झ्यापझुप पठाइदिएर नाप्ने यताउति सबै गरेर चाहिँ अहिले चाहिँ दराज चाहिँ डेलिभर भएछ। सो अब अर्को पालि आएको बेलामा चाहिँ तिनी दराजहरू चाहिँ फुकालेर फालेर यिनी नयाँ दराजहरू चाहिँ राख्ने भन्ने कुरा छन्। 1-2 दिनको लागि यिनी दराजहरू चाहिँ यहीँ भाँड भइरहने। तीन बजे लन्च खाँदैछु क्या मैले। लिटरली के भयो, बिदाको दिन सधैँ यस्तै हुन्छ भाइ। आज म दिनभरि एक्लै छु के, केही प्लान छैन। अनि युजली म बिदा भएको बेलामा कस्तेर यता कस्तेर उता गर्छु। एन्ड युजली मेरो बिदा भएको बेलामा चाहिँ माई हस्बेन्ड इज अलवेज देयर। दुईजना भइसकेपछि नि आज के गर्ने भन्ने हुन्छ, प्लान हुन्छ यताउति। सो आज मेरो विकडेमा बिदा परेको भएर चाहिँ माई हस्बेन्ड इज नट हियर। त्यस कारणले पनि के गर्ने होला भन्ने हुँदो रहेछ कि एक्लै भएको बेलामा चाहिँ। आम ह्याभिङ लेफ्ट ओभर बिरयानी। बट एनिवेज, के चलिरहेको तिमीहरूको जिन्दगीमा? मेरोमा त काम घर काम स्कुल घर। आई बिन सो बिजी। अनि यो समर आएको जो थाहा अत्तो पत्तो कति अत्तो पत्तो पनि थाहा नभएको होइन। कति चाँडो आइसक्यो कि यो समर पनि। इट्स जुन अलरेडी। अप्रिल मे त उडेरै गयो क्या। म काममा यति बिजी थिएँ। फिनल्यान्डमा त 1 महिनामै हिउँ सबै पग्लेर रुखमा पात पलाएर पनि फुल फुलेर पनि सबै भइसक्यो। समर आउने बेलामा समर यति चाँडो आउँछ नि, मान्छे सबै छक्क पर्छन् कि होइन 1-2 महिना अगाडि माइनस थियो र जाडो थियो र अहिले फुल ब्लोन समर चलिरह, बाहिर फुल फुल्यान्। म पनि अचम्म परेछु। अनि मैले भन्दै थिएँ नि बाहिर फुलहरू फुलिरहन् यताउति भनेर। अहिले चाहिँ जुनमा चाहिँ धेरै जसो यो स्युरेनी भन्ने फुल फुल्छ क्या। यो फुल चाहिँ कस्तो छ भन्दा बाँच्न चाहिँ एकदमै कडा आउँछ, कति महँगो आउँछ। अनि यिनी फुलहरू चाहिँ केक डेकोरेसनमा मानौँ न केहीमा डेकोरेट गरेर पनि राख्न मिल्छ। तर यसलाई खान पनि मिल्छ। मान्छेहरूले धेरै जसो यसलाई चिनीमा भिजाएर चाहिँ सिरप बनाउँछन् कि स्युरेनी। सो खान मिल्ने फुल। What am I supposed to do now? I don't know, I'm just gonna let it be for now.
सो म किताब पढ्नको लागि बाहिर जाँदैछु, यसो हावा पनि खान पर्यो भनेर। लेट्स गो। एकछिन किताब पढेँ, अब म घर जाँदैछु। घर गइसकेपछि चाहिँ म जिममा जान्छु भन्ने सोचेँ, किनकि म दिनभरि आज घरै नै छु नि त। सो ज्यानलाई पनि यसो दुःख दिन पर्यो भनेर चाहिँ अब घर जान लागेको। तर लिटरली मलाई जिम जान मनै छैन, किनकि जिम भन्ने कुरा चाहिँ त्यस्तै खालको हो कि लाइक जिम पहिला जान मनै लाग्दैन, अनि त्यसपछि त्यहाँ भएको बेलामा पनि केही गर्न मन लाग्दैन। तर जिममा गइसकेपछि चाहिँ कस्तो हुन्छ भन्दा आनन्द आउँछ कि कमसेकम मैले केही गरेँ भनेर त्यो फिल सो गुड। जिम गइसकेपछि चाहिँ आफ्नो ज्यानले चाहिँ थ्याङ्क यू भन्छ। सो म जिम जाँदैछु, पटक्कै जान मन छैन। तर यो जिम भन्ने कुरा चाहिँ सधैँ यस्तै हो कि जान मन लाग्दैन। Saat laittaa painon lattialle, tulla taas toisinpäin. Nyt nosta koko ajan alempaa kylkeä ja lantiota ylöspäin. Eli nosta lantiota korkealle. घर आएँ, नुहाएँ, अब खाना पकाउनु पर्ने छ। तर लोलाले चाहिँ घर सफा गर्दैछिन्, सो I'm not gonna do it right now. मैले लोलालाई देखाउँछु है तल। Here is Lola. Lola say hi. यिनी चाहिँ हाम्रो हाउसकिपर भन्नु पर्यो। यिनी चाहिँ हाम्रो हाउसकिपर हुन्, पोचा लाउँछिन्, घर सफा गर्छिन्। आज चाहिँ यिनलाई घर सफा गर्न मन लागेछ, सो घर सफा गर्दैछिन्। के भयो त? बेला बेलामा झगडा गरेको राम्रो हो कि माया बढाउँछ अरे नि त।